guys, welcome back to my YouTube channel. फेरि आइरहेको छु भिडियो लिएर हैन गाइस। हेर्नुहोस् होला मैले भर्खर घाँस काटिकिन बसेको हैन उयोहरुको यहाँ तल छ घाँस त बारीमा हैन उयो तल देख्नु हुँदैछ। यस्तो छ के गर्नु गाउँ बस्तीको एरियाहरु यस्तै हो हैन गाउँ बस्तीको ठाउँहरु जग्गाहरु प्लेसहरु हैन कति जना आउनुहुन्छ होला आउनुहोस्। यो त मेरो दाजु चौतारा हैन बस्दा हुन्छ यहाँ दामी हावा पानी हावा हैन मजाको आउँछ। फोटोहरु खिच्नु छ भने यहाँबाट उयो पहाडीहरु देख्छ हैन। अहिले त हल्का कुइरो लागिरहेछ अहिले त देख्दैन हैन गाइस। नत्र देख्छ नि यहाँ पहाडी क्या साटिस देखिन्छ झन् यहाँ परबाट त नि क्या साटिस देखिन्छ साच्चै भन्दा। यसो छ हैन गाइस के गर्नु एक्लै हैन गाइस रमाइलो इक्जाम बिग्रियो हैन एमपी दुईटा सब्जेक्ट बिग्रेछ हैन। अर्को पालि मजाले दिनुपर्छ। अब त उयो स्कुल जानु पर्दैन कम्प्युटर कोर्स गर्छु हैन 6 महिना गर्छु अन्त पढ्छु। यसो हुन्छ गाइस कोही बेला के हुन्छ हैन बिग्रिन्छ। अर्को पालि त राम्रो दिन्छु हैन। यो त भिभोन जाने बाटो हैन आई लभ कालिम्पोङ त्यहाँ निस्किन्छ हाइवे। यो तेर्सो गयो भने त्यतातिर निस्किन्छ हैन। यो ओडालो गयो भने त्यो चित्र निस्किन्छ हैन। बाटो त थाहा हुनु पर्यो। यहाँ उता गयो भने डिपिएस निस्किन्छ डिपिएसबाट ओडालो गयो भने त तल चित्र नै निस्किन्छ मल्ली हैन। गाइस के गर्नु यस्तै हो। म त भर्खर घाँस काटेर बसेको हैन हतु बान्दै रुख चढेर यत्रो माथि चढेको हो हतु बानी। यसो गाइस के गर्नु यो चिल्लो देख्दै गरेको मैले झारेको नि गाइस। तर पत्याउँदैन होला हैन कतिजनाले जोतेको भन्छ होला। मेरो घर आइकिन हेर्नुहोस् हैन म कस्तो रुख चढ्छु। ओके गाइस अल्छी लाग्यो हैन भिडियो राम्रो लाग्यो भने लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनुहोस् होला। शेयर आफ्नो कालिम्पोङको दाजुभाइ दिदीबहिनीलाई भिडियोहरु शेयर गरिदिनुहोस् होला हैन। नेपाली दाजुभाइ त उँभो लाग्नु पर्यो हैन गाइस। यसै हो म त त्यति नै भन्छु क्या। भ्यूहरु त कति जाइदिन्छ नि यहाँबाट हैन गाइस। ओके गाइस नेक्स्ट भिडियो आउँछ भोलितिर हैन।